हेलो हेलो यहाँहरु सबैलाई नमस्कार। प्रिस्किला नर्सरी एन्ड रिसर्च सेन्टरमा आज चाहिँ म क्याक्टस यानी कि सिउँडी प्रजातिको सिउँडीहरु मसँग भएका सिउँडीहरु यहाँहरुलाई भिडियो मार्फत देखाउने कोसिस गर्नेछु। यहाँहरुले हेरेर मनोरञ्जन लिदिनु होला। यो चाहिँ मैले पहिलो नम्बरमा राखेको छु। हजुरहरु कुन नम्बरमा राख्नुहुन्छ अनि यसको नाम यदि हजुरहरुलाई थाहा छ भने कमेन्टमा कमेन्ट गरिदिनु होला। यो चाहिँ मेरो तेस्रो भिडियो हो। यो चाहिँ दोस्रो नम्बरमा चाहिँ यसलाई राखेको छु मैले। यसको नाम यहाँहरुलाई थाहा छ भने कमेन्टमा लेख्न सक्नुहुन्छ। यो चाहिँ मैले तेस्रो नम्बरमा राखेको छु, हेर्न सक्नुहुन्छ है। यसको यो हाँगाबाट नै सार्न सकिन्छ। यो चाहिँ हाम्रो मोबाइल पनि यो सामान्य खालको मोबाइलबाट भएर अलि फोटो नराम्रो आउन सक्छ। यो चाहिँ मैले चौथो नम्बरमा राखेको छु। यो चाहिँ विशेष फुलकै लागि हो। यसलाई चाहिँ मैले पाँचौं नम्बरमा राखेको छु। यो पनि विशेष फुलकै लागि। यो पनि क्याक्टस प्रजाति नै हो, हेर्न सक्नुहुन्छ। यो भित्र यस्तो बाक्लो काँडो छ, तर यसको काँडो त्यति भिज्दैन। यदि राम्रोसँग यसलाई नरम तरिकाले समात्यो भने चाहिँ केही हुँदैन। यो पनि फुलको लागि नै हो। यो चाहिँ मैले 6औं नम्बरमा राखेको छु। यसको नाम चाहिँ थाहा छैन। यो चाहिँ यसको बिउ हो। बिउ फुल फुलेपछि यसमा बिउ हुन्छ। म पछि यसको फुलहरू पनि हाल्नेछु फुल फुलेपछि। यो चाहिँ बिउबाट नि उमार्न सकिन्छ। यो चाहिँ मैले 7औं नम्बरमा राखेको छु। हेर्नु होला है, पुरा हरियो छ। 7औं नम्बरमा छ। यो चाहिँ 8औं नम्बरमा हेर्न सक्नुहुन्छ। यसको चाहिँ यही साइडबाट छुटाएर यसलाई चाहिँ बिरुवा बनाउन सकिन्छ। 9औं नम्बरमा हेर्नु होला है। यो चाहिँ लगभग 1800-1900 मिटरको हाइटमा हो। यसलाई चाहिँ केही राम्रो व्यवस्थापन गरेर सामान्य व्यवस्थापनले पनि यसलाई हुर्काउन सकिन्छ। यो चाहिँ 10औं नम्बरमा हेर्न सक्नुहुन्छ। यो चाहिँ एकदम पातलो काँडो। यो चाहिँ 11औं नम्बरमा। यो चाहिँ बाक्लो अलि बाक्लो काँडो, तर काँडो चाहिँ घुम्चिन्छ। यसको चाहिँ माथि गइसकेपछि घुम्लिन्छ। यो चाहिँ 12औं नम्बरमा। यो चाहिँ एकदम छुँदाखेरि नै खस्ने खालको एकदम कमजोर हुन्छ यसको हाँगाहरू चाहिँ। यो पनि त्यसरी हाँगा छुटाएरै बिरुवा बनाउन सकिन्छ यसको। यो चाहिँ 13औं नम्बरमा। यसमा चाहिँ बाक्लो खालको काँडो हुन्छ, धेरै बाक्लो। हेर्न सक्नुहुन्छ है। यो पनि बिउबाटै उमारेको। यो चाहिँ 14औं नम्बरमा। यसमा चाहिँ भुवा जस्तो हुन्छ अलिक, हेर्न सक्नुहुन्छ है। यो चाहिँ 15औं नम्बरमा। यसको पनि यस्तो हाँगाबाट छुटाएर चाहिँ सार्न सकिन्छ। हेर्नु, यसमा चाहिँ बाक्लो काँडो हुन्छ।
त्यसमा फुल खासै ठुलो फुल्दैन, सानो सानो फुल्छ। यो चाहिँ 16औं नम्बरमा। यसको फुल खासै ठुल्ठुलो हुँदैन, तर यसमा चाहिँ पुरा रिङ स्टाइलले वरिपरि फुल्छ। फुल हेर्न सक्नुहुन्छ। यो चाहिँ 17औं नम्बरमा। यसको चाहिँ कसरी सार्ने भन्ने कुरा मलाई त्यति आइडिया भएन र अहिलेसम्म यहाँ कुनै निकाल्न मिल्ने खालको हाँगा अथवा यसको बेबी प्लान्ट पनि आएको छैन कतैबाट। त्यसकारण यो चाहिँ कसरी निकाल्ने भन्ने मलाई खासै आइडिया भएन। त्यसकारण मैले निकालेको पनि छैन। यो हेर्न सक्नुहुन्छ। दामी छ। यो चाहिँ मयुरको प्वाख फिजाको मयुर जस्तै देखिन्छ। हेर्न सक्नुहुन्छ यहाँहरू। यो चाहिँ फुल मजाले फुल्छ। यसमा फुल बाक्लो फुल्छ। यो पनि पुरा यो हाँगा छुट्याएर सार्न सकिन्छ। यसलाई बिरुवा सार्दाखेरि यो चाहिँ बेलुकी पख चाहिँ यो पुरा खुम्चिन्छ र घाम लागेपछि मात्रै यो फुल्छ अथवा फुल्छ भनौँ। यो चाहिँ 19औं नम्बरमा। यो चाहिँ यसको बिउ हो। यो बिउबाट नि उम्रिन्छ। मैले यो बिउबाट नि उमारेको छु। यो चाहिँ यहीँ उत्पादन गरेर यहाँको बिउबाट उमारेको छु। हेर्न सक्नुहुन्छ। अनि यो पनि हाँगाबाट पनि सार्न सकिन्छ। यो चाहिँ 20औं स्थानमा अथवा 20औं प्रकारको मेरो नर्सरीमा भएको चाहिँ। यसको चाहिँ झुस ठ्याक्कै हातमा टाँसिन्छ। अनि यो सिलाउँछ पनि। यो निकाल्नु अलिक गाह्रो हुन्छ निकाल्नको लागि। अनि यो पनि पुरै हाँगाबाट सार्न सकिन्छ। यसको एउटा हाँगा ट्याक्क चुट्टायो, त्यसलाई माटोमा गाड्नु। यो चाहिँ 21औं स्थानमा। यसको चाहिँ मैले माथि हाँगा चुट्टाएर पुरा खराएको कान जस्तो बनाउने डिजाइन निकाल्ने विचारले गरेको, तर हुन चाहिँ भयो। यो अल्को भएपछि यो लड्दो रहेछ, यो ढल्दो रहेछ। गमला अलिक ठुलो गमलामा चाहिँ हुने रहेछ। हेर्न सक्नुहुन्छ। यो चाहिँ 22औं स्थान अथवा 22औं प्रकारको। यो हेर्न सक्नुहुन्छ। यसको पनि यो ठ्याक्कै साइडबाट अलि ठुलो हाँगा निस्केको काटेर सार्न सकिन्छ यसलाई। तर यसमा फुल चाहिँ फुल्छ कि फुल्दैन अहिलेसम्म फुलेको छैन। त्यही भएर यो फुल्यो भने म पनि फेरि पछि तपाईँहरूमा यो भिडियो हाल्नेछु फुलको। यो चाहिँ पुरा हाँगाबाट सार्न सकिन्छ। यो चाहिँ 23औं प्रकारको। हेर्न सक्नुहुन्छ। यसमा फुल चाहिँ यस्तो प्रकारको फुल्छ। खासै राम्रो देखिँदैन। यो देख्नु यो चाहिँ 24 प्रकारको 24औं प्रजातिको यो मसँग भएको। यो चाहिँ पातलो हुन्छ। यसमा चाहिँ लगभग 5वटा जति चिरा परेको जस्तो देखिन्छ। यो ट्याक्कै भात। यो पनि अल्कै हुन्छ, तर त्यो अघिको जति अल्को चाहिँ अलि हुने। यो चाहिँ 25औं प्रकारको 25। हेर्न सक्नुहुन्छ। यो चाहिँ
अहिलेसम्म यसको बेबी प्लान्ट केही निस्केको छैन। यो चाहिँ काठमाडौँबाट ल्याएको हेर्न सक्नुहुन्छ। यसमा फुल पनि फुलेको छैन अहिलेसम्म। फुल फुल्छ कि फुल्दैन त्यो पनि थाहा छैन। फुल्यो भने फेरि म तपाईँहरूलाई पछि भिडियोद्वारा जानकारी गराउनेछु। यो चाहिँ 26औं प्रकारको, यो चाहिँ अल्को हुने रहेछ। यो माथि मात्रै जाने, यो साइडमा त्यति नबढ्ने सुरिलो खालको हुने। यसमा चाहिँ यो चाहिँ काँडा अलिक बाक्लो भएको खालको। यसको धार पनि धेरैवटा छ, लगभग 6-7वटा जति धार छ यसको। यसमा फुल फुल्छ कि फुल्दैन त्यो चाहिँ थाहा भएन। यहाँ पनि धेरै थरी छ, तर यिनीहरू चाहिँ सिउँडी प्रजाति अथवा क्याक्टस प्रजातिमा पर्छ कि पर्दैन मलाई थाहा भएन। हजुरहरूलाई जानकारी भयो भने यसो कमेन्ट गरिदिनु होला। यहाँ पनि छ, यो पनि छ, यस्तो यस्तो यो। अनि यहाँ अर्को छ एउटा, यो क्याक्टस प्रजातिमा पर्छ कि पर्दैन मलाई चाहिँ थाहा भएन खास। यहाँहरूले कमेन्ट गरिदिनु होला। यहाँहरूलाई धन्यवाद दिन चाहन्छु, सुरुदेखि अन्तसम्म हेरेर साथ दिनुभयो।